हेलो नमस्ते घले गाउँबाट म चाहिँ जिपाट सरर हल्कुङको सुँगुर काट्दैछ अरे भने सुनेको छु। भलकर बोल्दैछ नबोल्नु। ए मासु कटाइ चाहिँ अब मासु बनाइ बेचाइ चाहिँ होइन होला के हो मासु चक्क काटेर सही बनाइसक्यो। अब पार्टी पनि होला त ए मा छोरात एक बहिनीको छोरा चाहिँ देख्नु सक्नुहुन्छ तर अगाडि घुम्नु साइडमा राख मासुको पिछा फेरि मलाई एउटा सानो चल्ला जस्तै चाहिँ अब घले गाउँबाट सिधै आज चाहिँ भने हयपुतर्फ जाँदैछौँ। हयपुमा भाइहरूले सुँगुर ढाल्दैछ अरे। हेरौँ आज सुँगुरको सेकुवा खिलाउने भनेको छ केटाहरूले। अनि म चाहिँ उकालो लाग्दैछु। आजको रमाइलो हेर्नेछौँ हामी बिचमा के गर्नेछौँ। ल है त गाइस बिचमा भेट्नेछौँ। यो चाहिँ भिरकुना घरको मुनितिर छ पलाइची घारी। यो त बाँसघारी मुनि घले गाउँ। अनि मलाई चाहिँ देख्नु सक्नुहुन्छ ब्ल्याक गोल्ड सबै यो माथि पाखा माथि सिरानसम्म सबै अलैँचीको पाखा छ। अनि लगभग हिजो आज अब चाहिँ अलैँची टिप्ने बेला हुनु लाग्यो होला। अहिले घाँडी फाड्ने काम हुँदैछ। अनि तपाईँले हाम्रो घले गाउँको भिरकुना घर पनि देख्न सक्नुहुन्छ। ए भिरकुना घर चाहिँ सडकको एकान्त ठाउँमा शान्त बसिरहेछ। भ्यू देख्न सक्नुहुन्छ भिरकुना घरको। अनि सरर हामी चाहिँ लाग्यौँ उकालो बिचमा भेट्नेछौँ। अलैँची घारी त देखिसक्नु भयो तपाईँले अघि नै। यो चाहिँ हाम्रो घर छेउछाउ नै अहिले चाहिँ अलैँची घारी सबै ड्याममै छ। यो उतापट्टि चाहिँ घले गाउँमा थियो देखिन यहीँ छेउमै देखिन। अब बिचमा भेट्नेछौँ हामी। अनि म चाहिँ जिपाट यानि कि घलेपाट घलेपाट अगाडि बढ्दैछ। अब आजको दिन कस्तो हुनेछ तपाईँहरूलाई देखाउने नै छु। त्यतिको जेलसम्म तपाईँ एकछिन धैर्य गर्नुहोला। सट भेट्नेछु बिचमा। म चाहिँ सरर घले गाउँ चाहिँ यही छ। यही हो घले गाउँ चाहिँ। अनि यहाँदेखि यहाँसम्म अब आइपुगिसकेँ। त माथि चाहिँ हल्कुम देख्न सक्नुहुन्छ। सरर हल्कुमको गाउँ हल्कुम पुछर भन्छ यसलाई चाहिँ। अनि यो मुनि घले गाउँ अलि बाँसले छेलेछ न त यिन देखिन्थ्यो। म चाहिँ अब हयपु आइपुगिसकेँ। हयपुमा हेरौँ है हामी चाहिँ हयपुको गाउँ आइसक्यो। सरर हयपुको टोलीहरू भेट्नेछौँ। ल हाम्रो सुँगुर फ्राई यस्तो हुन्छ है। हाम्रो गाउँको मान्य सदस्यहरूको चाहिँ है त यहाँ एक्सपोर्ट हुनुहुन्छ हाम्रो कृष्ण दाई। पक्रिने हुन्छ हाम्रो कदम दाई जनम भाइ यता हेर्नेमा अनि तपाईँलाई धन्नै छौँ हामी। चिन्दैन थोको अनि चिनिहाल्छन् विशाल भने चाहिँ विशाल तुमी राई। हाम्रो चाहिँ यसरी काटिन्छ है। फेरि सुँगुरहरू चाहिँ सुँगुरको चाहिँ देख्न सक्नुहुन्छ है। कुकुरको नाम भन्छ।
सर मासु चाहिँ भत्काउने बेच्ने कार्य हुँदैछ अहिले हाम्रो टोलीहरूले जनम भाइ आउने माथि आउनु दक्षिण बिच हेर्ने छ यहाँको भ्यूहरू सर रोड टाढा आइपुग गाउँमा दामी झर्ना छ त्यहाँ अस्ति अर्को झर्ना थियो त्यही झर्नाको साइडमा अर्को झर्ना हेरेर जानुपर्ने छ एकदिन एउटा यता भित्र छ यही भित्र छ अर्को त्यसमा त्यो गाउँ जाने छ एकदिन रोड चाहिँ जाने थियो ऊ त्यो परेको रोडबाट जाने सर हाम्रो चाहिँ एकछिन विश्रामपछि हाम्रो जिपार्ट्स टोलीहरू घलेप्याट्सको ग्याङहरू पानी चाहिँ दामी छ यो सल्ल बगिरहेको छ पानी भयो भने त सधैँभरि है हाम्रो चाहिँ रोडतिर त यसरी पानी बग्छ के गर्नु पानी त यार होइन होला के हो ए हुकङ भन्दा नि त्यो यस्तै कपाल भएको को छ अरे भाइ एउटा छ नि एउटा के भन्छ क्यारेक्टर म त 1 महिना जति भयो कपालमा काटेको तर सर भाइ त्यस्तै कपाल जुल्फी भएको क्यारेक्टर पनि छ नि होइन मेरो क्यारेक्टर पनि राखिदिनु पर्यो भाइ यो ढाका टेपेवाला क्यारेक्टर पनि क्या चल्थ्यो होला नि भाइ फ्री फायरमा के अरूले नचलाए म चाहिँ चलाइन्थेँ त केटाहरूले त होइन धेरैले चलाउँथ्यो धेरैले चलाउने प्रायः नेपालीले चाहिँ सबैले ढाका टेपी नै हालेर चलाउँथ्यो होला कि दौरा सुरुवालको त्यो क्यारेक्टर पाराको एउटा हाल्नुपर्ने नि सबैले नेपालीको ग्याङ अनि दौरा सुरुवाल लाएर अरू ग्याङमा पिट्दैन क्या कहाँ छुटिने हो र भाइ छुट्यो नि त दाइ आउ न कहाँ भेट्छौ कहाँ फोन गर्दै आउँछौ खेतरी गाउँतिर हुन्छ खेतरी गाउँतिर चार 500 पैसा लिएर आऊ न म्यारिज हाल्नुपर्छ तपाईँको जुत्ता फुलको थुङ्गा गुरुङको छोरा खासै बोक्नु त मन छैन के गर्नु खानै पर्यो फेरि स्वास्थ्यको लागि राम्रो भनेर त हामी चाहिँ फेरि अरू मासु खाँदैनौँ कि सेतो मासु त स्वास्थ्यको लागि राम्रो भन्छ नि त मासुले नपुगेर खाएको त होइन कि खसीको मासुले नखाने काकी जाँड त अहिले सिनतिर आउँछौ नि जाँड खोज्नु पहिले खाएर आउँछौ आज चाहिँ हामी यहाँको भूगोललाई हेरेर यताउता बसेर रमाइलो गर्छौँ गाइजहरू अनि अब हामी चाहिँ यहाँ दिनेश घलेको घरमा आइपुग्न आँट्यौँ चट्ट आज चाहिँ दिनेश घलेको घरमा चाहिँ एकदम रैला पार्टी जान्छ भरे अब यताउता मिल्दै भयो भने अब फेरि दिनेशलाई यसो यताउता गरेर खसी पनि हान्छौँ अनि दिनेशको यो चाहिँ अब अमिलो गाडी गाइजहरू अमिलो चाहिँ यसरी फलेको छ चट्ट अब बाख्रा त योभन्दा अगाडिको भिडियोमा देखिसक्नुभयो होला तपाईँहरूले गाइजहरू वेलकम चाहिँ त्यसलाई मासुले गरौँ है त्यहाँ पहिले
थियो 2 गेडा जसो गरेर हान्ने भए पनि हानिदिने हो उसिनेर खाने भए पनि खाइदिउँ पोलेर खाइदिने भए पनि खाइदिउँ भुटेर खाइदिने भए पनि खाइदिउँ हामी यति हो जे खायो भने हामीलाई पुग्छ त पुग्छ त 4 जना छन् 4 केजी पुग्यो त अनि कति खाइन्छ त अब हाम्रो ग्याङहरू पिरो खोर्सानीसँग आज सुँगुरको मासु नि जे बनाएर खायौँ भयो पुग्छ पोलेर खाँदा पनि मिठो हुन्छ नपोली खाँदा पनि मिठो हुन्छ ल हाम्रो चाहिँ चरा त हाम्रो चाहिँ पाहाड टोलीहरूको यहाँ चाहिँ जी ग्याङहरू मात्रै छ फेरि भनेको चाहिँ गुरुङ ग्याङहरू अमिलो बनाएर क्या अहिले त भइहाल्छ नि कागतीको लाउने कि चोक मागुरी कागती ताने खाने कि के खाने ताने खाने कि अमिलोकै चोकमा चोक झ्याप्पै मात्रै खाने कि बाख्रोले लपक्क लाग्ने ए अर्ग्यानिक सब हाम्रो दिनेश घलेको फार्ममा टेन्सन छैन के अब शरद त भेट्यो के हो त मलाई अर्को पाठा पनि काटेर खाउला नि भने मिल्नु त हो छ हौ माथि मासु अझै के टेन्सन मैले खाइसक्नु भरेसम्म त नसकेला अब 4 1 केजी चाहिँ पहिला आँट्दिउँ हामी अब त्यति साह्रो खाँदो पनि होइन नि त मासु चाहिँ 3 पिस चाहिँ यो यसो गरौँ न यो मासु सबै सेक कति नखाऊँ होइन होइन सही बनाएर खानु अहिले गालेर चाहिँ मलाई पनि ठिक थियो गालेर एकदम अनि त्यही भएर त मैले उयो भनेको त यो के अरे बफियाएर बरु अब गालेपछि त्यसरी पर्दैन बफ्याउनु पोलेर खानुलाई चाहिँ बफ्याउनु पर्छ क्या पोलेर चाहिँ बखाम होइन गालेर चाहिँ पर्दैन तर मासु चाहिँ सही यार यो सेको खाने भने स्पेसल नै छुटाउनु लाग्यो क्या दाइ माथि पनि टमाटरको अलिअलि मात्रै छ र यसो हाम्रो खुवाइ जाँठा थाहा पाउनु पऱ्यो नि हतपत ल है हाम्रो मानिस छ त्यसो बाघहरूलाई चाहिँ मासु बिना भात रुच्दैन हाम्रो चाहिँ मासु राजा चाहिँ मुखै रगतमा हाल्नु मन छ कि होइन जाठा मिल्दैन र जहिले पनि तर मिलाउनु चाहिँ पर्ने हो यो अब यो अनुहार चाहिँ लगभग मासु हुँदा मात्रै हाँसी खुसी हुन्छ न जहिले रोएको जस्तो लाग्छ पुग्यो भने ल्याङ गरिरहनु पर्यो होइन यो कुरा नि ठिक हो हामी हाम्रोमा सागसब्जी पनि कमी कमजोरी चाहिँ छैन देख्न सक्नुहुन्छ नि फेरि तपाईँले फेरि फार्ममा हाम्रो सरर के चाहिन्छ तपाईँलाई यहाँनिर तपाईँको 130 थरीको यहाँनिर फलफुलदेखि ल्याएर हरेक कुराहरू छ यहाँ चाहिँ भेजिटेबल्सहरूमा चाहिँ भेजिटेबल्स फ्रुट्सहरूमा चाहिँ अब हामी सिधै मासु बनाउँछौँ अनि एकछिनमा भेट्नेछौँ मासु बनाएर चट्ट म दाउरा लिइहाल्छु होइन गर्ने जाठा काल्ने मासु भात अहिले अर्को उसमा पकाउनु पर्छ कता कता है यहाँ चाहिँ हाम्रो युवराज दाइ अनि मासु चट्ट काटेर सही बनाइसक्यो 3 पिस यसलाई चाहिँ आज सेकुवा हुन्छ कि गालेर हुन्छ कि के गरेर हुन्छ कि होइन सम्झि त्यो चाइनिज स्टाइलले खानु मन लागिरहेको थियो सम्झि मलाई त नि उठाउनु 1 पिस ल उनीहरूको देखाइन्छ कस्तो खालको उनिने हो दाइले सर वार पारै उनिने हो दाइ यहीँ बसिन्छ सिमहरू चाहिँ है हाम्रो चाहिँ सरर माल चाहिँ दामी हुँदैछ है स्पेसल रेडी हुँदैछ है माल चाहिँ डाइनोसरको छाला पोलेको कि यो डाइनोसरको छाला भन्दा गैँडाको छाला हो डाइनोसर त के भन गैँडाको छाला पोलेको यार यो दाइ ल्या स्याटलाई अब त्यो हामीलाई थाहा छैन किनले भनेको होइन त्यतिखेर उयो गर्नु भने बनाएको अनि यहाँ चाहिँ माछा यो यसमा यो अचारको स्पेसल लागि चाहिँ हाम्रो चाहिँ यो चाहिँ स्पेसल धनियाँ काँडा धनियाँ अनि पुदिना भनेर पुदिना पनि भन्छ अनि टमाटर छ साइडमा अनि कागती अकबरे खोर्सानी
तर किन उयो गर्नु नि म भित्र मासु यस्तो छ है अनि सेकुवा चाहिँ अब यस्तो छ यसमा यसो गरौँ है यो पनि के अरे हान्दै गरौँ है के गालिदिउँ न दाइ अब हाम्रो दाइहरू चाहिँ हाम्रो टोलीहरू चाहिँ अब यहाँ यी मैदानमा उत्रिनु छैन हुनु चाहिँ तास जुवा तास नखेलाउँ भन्थ्यो नै हो तर हामी बस्थ्यौँ यहाँ हाम्रो व्यवस्था हिँड्दा गर्दैछ कान्छा हुनुहुन्छ ल सट्ट अहिले बिच बिचमा भेट्नेछौँ हामी सरर यहाँनिर लगभग पाक्यो पनि होला हौ दाइ त है यो कपाललाई चाहिँ हाम्रो दाइको फेरि यता यी मासु गालेर मात्र सेक सर्र हान्ने भनेछ त्यसमा के लाग्यो दाइ रेडी भयो होला दाइ माल भयो दाइ स्पेसल भइहाल्यो नि ल अचार बनाऊ त अचार यो थाल पो ल्याउनु पर्ने भने देख्न सक्नुहुन्छ है मा चरात एक स्टार फिस जस्तो भइसक्यो दाइ स्टार फिस जस्तो ल अब अचार पिन्ने अनि सरात त चरात त हानिदिने हो केटाको टिमको चाहिँ त्यता ल है सरर हाम्रो चाहिँ जिपार्ट्सको ग्याङहरूले चाहिँ सरर माल हान्दैछ है गैँडाको छालाहरू गैँडाको छाला चाहिँ देख्न सक्नुहुन्छ है तपाईँले अकबरे खोर्सानी साइडमा राख अझै अकबरे खोर्सानी टिप न भाइ एक दुईवटा त भाइ दाँत नभएको होला त यो सजिलो भयो होला नि यी गरेर त दाँत नभएको बुढाबुढी खाने खालको मासु हुन्छ नि युवराज हड्डी पनि फाल्दैन होला सो खान्छ होला है यो त गरम हड्डी पनि के फाल्छ भातहरू मासु चाहिँ है तातो भएर त यो नाम सबै लिँदै यहाँ आउँदै गर्न जाँदा यता मासु सिधेको थाहा छैन अरूको हातमा अलिक कम्ती भइसक्यो नि अब चाहिँ बाहिर त तर्का भइगयो नि बिहान खाएर नि गएको कम छ त अमिलो भनेको चाहिँ मुख बिगाएर खाने हो मासु भनेको चाहिँ हाँसी हाँसी खाने हो केटा फेरि यार मामाले त्यस्तो झोलमा नि हाल्नु त कहिले हानु तेलसँग तर मेरो यो रास आएको नि मलाई मैले झोल ढाकेर खाएको मैले एउटै पनि हान्दिनँ यति त हान्नुपर्छ नि त हो केटा यार मासु यार कहाँ यो फाल्नु त यार कम्ती मासु राम्रै छ यार हाम्रोमा लगाएको छैन के खेल नि जाँदा हाम्रो सबै सोचेको आधा अलिक डेरा डेराको हाम्रो चाहिँ अलिक बढी आएछ ए गाइजहरू अब
त्यहाँ गर्मी भयो अब चाहिँ यो सुप यो झोल खाएपछि चाहिँ अहिले चाहिँ अलिक अगाए जस्तो भयो यार मासु खाएर केटा सुन्यौ यो सुप खाएर चाहिँ अलिक अगाए जस्तो भयो क्या अहिले चाहिँ अचारले चाहिँ धानको This is the last bite. ल गाइस रात पर्दै पुजेर हाल्नु न ल तल ओए लास्ट पिस मासु कागती एक पिस खाउँ यार अलिक मुत्रु कसो यो